नेपालमा सबैजनालाई, सबै पार्टीलाई, सबै दललाई चुनाव लागेको अवस्था छ। तर रमाइलो कुरो के छ भन्नुहुन्छ भने अहिले चर्चाको विषयमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी वरिष्ठ नेता भनौँ न, अथवा उहाँ त्यो पार्टीले सारेको भावी प्रधानमन्त्री भन्ने बालेन शाहले झापा 5मा जनताले होइन घर दैलोको कार्यक्रममा तपाईँको मूल एजेन्डा के छ भन्दाखेरि सुन्नुहोस् त। पार्टीको एजेन्डा के छ त हामीले पनि बुझौँ न। तपाईँ हामीले त बुझौँला एउटा कुरो, व्यक्तिगत भेटेर बुझ्ने भन्दा पनि सबैले बुझ्ने हिसाबले चाहिँ त्यो हाम्रो एजेन्डा के छ भन्ने कुरा चाहिँ बुझौँ न भन्ने एजेन्डा मेनिफेस्टो तयार पार्दैछौँ। हरेकको छुट्टा छुट्टै हुन्छ नि त। जस्तै तपाईँले बुझ्न खोजेको स्वास्थ्यको होला, शिक्षाको होला, पूर्वाधारको होला, सबैलाई सबै चिजको हुँदैन नि त। व्यापार गर्नेलाई व्यापारको होला, किसानलाई खेतको होला, हामीलाई कृषिमा के हुन्छ, जो जो मान्छेलाई जे सम्बन्धी एजेन्डा बुझ्न मन छ त्यो तयार पार्दैछौँ। त्यसको छुट्टा छुट्टै यस्ता मुला कुरा पनि गर्ने भयो नपताउँदै मान्छेले अथवा दलले त एउटा मुख्य एजेन्डा बोकेर हिँड्नुपर्ने हुने त। उहाँको वरिष्ठ नेता सोनिम मोर्ले को भनाइ सुन्नु न, हाम्रा एजेन्डा कस्ता छ भनेर भन्दै हुनुहुन्छ छैन क्या, अरू पार्टीले नक्कल गर्लान् भन्ने डर छ। हाम्रो भिजन छ फागुन 21 पछिको। कस्तो लाग्यो उहाँले पहिलोचोटि प्रसारण गर्दाखेरि अर्काले कपी गर्छ। सुन्नु न, त्यसो भने त ठिक हो नि, ठिक हो, गर्नु हुँदैन, ठिक उहाँले भनेको सही हो। किन केपी ओली त पढेका छैनन् भने त, पढेकाले तपाईँले अगाडि भन्नुभएको त्यही हिसाब छ नि त, सही। अनि यता अर्का प्रधानमन्त्रीको उम्मेदवार गगन थापा तपाईँका समकालीन साथी, अनि गगनले त चिर्क्क बोल्ने बित्तिकै सबै कपी गरिहाल्छन्, उनी त बाठा छन्, सही कुरो। तर नि साथीहरू, सुहाउँदो कुरो जनताले विश्वास गर्ने कुरो मात्रै बोल्दाखेरि हुन्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ। तर तपाईँहरूको विचारमा के छ? कहिलेसम्म जनतालाई ढाँट्ने भनेको, कहिलेसम्म जनतालाई झुक्क्याउने भनेको? जनताहरू पहिलाको अवस्थामा त छैनन् नि। तर जोसुकैले क्लियरसँगले भनिदिनु पर्यो कि हाम्रो यी एजेन्डा छन्, हामी यो काम गर्न सक्छौँ भनेर गर्नेछौँ भनेर भन्नु पर्यो। तर भनेर मात्रै भएन।